सम्पूर्ण विक्रमसम्म 2081 मा एसी दिएर बस्नुभएका विद्यार्थी मित्रहरूलाई स्वागत छ। अब एसी परीक्षाको रिजल्ट आउने मिति पनि नजिकै छ। सबैको मनमा अवश्य पनि त्यो डर होला, नम्बर कति आउला, जीपीए कति आउला, फेल भइएला कि पास भइएला भनेर। र यस्तो अवस्थामा मलाई धेरै विद्यार्थीहरूले सोध्नु भएको छ यो कपी रिचेकिङ कसरी गर्नुपर्छ, बाइ चान्स हामी फेल भइयो भने। म प्रार्थना गर्छु कोही पनि फेल हुनुहुने छैन, र बाइ चान्स कहिलेकाहीँ भाग्यले ठग्यो त्यस्तो अवस्थामा फेल हुनुभयो भने तपाईको कपी रिचेकिङको प्रोसेस के छ भनेर चाहिँ मलाई धेरै विद्यार्थीहरूले सोध्नु भएको छ। त्यसैले आजको यो स्पेशल भिडियो बनाएको छु। सबैभन्दा पहिला तपाईले अझैसम्म पनि हामीले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर जोडिनु होला, किनकि यहाँबाट तपाईले सम्पूर्ण एजुकेशनल अपडेटहरु पाइराख्नुहुन्छ। अब कामको कुरा गरौँ। सबैभन्दा पहिला कपी रिचेकिङ गर्न तपाईमा चाहिँ आफूमा त्यो क्षमता छ भन्ने कुरा चाहिँ प्रष्ट हुनुपर्छ। तपाईलाई लागेको छ मैले परीक्षामा लेखेको थिएँ हैन, पास हुन्छु जस्तो लागेको थियो, तर पनि कसरी फेल भएँ, यस्तो अवस्था छ भने मात्र कपी रिचेकिङ गर्नु होला। नत्र आफूले कपीमा केही पनि लेखेको छैन त्यतिकै काम नपाएर चाहिँ गएर कपी रिचेकिङ गर्ने होइन। तपाईले यदि साच्चै कपी रिचेकिङ गर्नु छ भने पहिला चाहिँ आफूले पास हुन्छु जस्तो लागेको, त्यति नम्बर लेखेको छु जस्तो लागेको हुनु पर्यो तपाईलाई। र दोस्रो कुरा चाहिँ बल्ल त्यसपछि तपाईले कपी रिचेकिङको लागि अगाडि बढ्नुपर्छ। अब त्यो कपी रिचेकिङको लागि अगाडि कसरी बढ्ने भन्दाखेरि सबैभन्दा पहिला तपाईले हाम्रो जुन एनईबी को मन्त्रालयको जुन बोर्ड छ त्यसमा चाहिँ तपाईले आफूले सम्पर्क गर्ने है त। त्यसको लागि तपाईले एनईबी को अफिसियल वेबसाइटमा गएर सम्पर्क नम्बरहरु लिएर फोन गरेर अथवा डाइरेक्टली चाहिँ तपाईले वेबसाइटको थ्रु चाहिँ उहाँहरुसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र त्यसपछि चाहिँ तपाईको एभ्री सब्जेक्ट कतिवटा सब्जेक्टको कपी रिजेक्ट गर्ने हो भन्ने कुरा हुन्छ। प्रत्येक सब्जेक्टको 500 देखि 1000 सम्म चाहिँ तपाईको शुल्क लाग्ने गर्छ कपी रिचेकिङ गरेको। र त्यसको लागि चाहिँ एउटा फिक्स मिति हुन्छ। जस्तै तपाईको एसी को रिजल्टमा मान्नुस् असारको 15 गते आयो भने असारको 30 गते अर्थात साउनको 1 गते भन्दा पहिले चाहिँ तपाईले के गर्नुपर्छ, कपी रिचेकिङको लागि आवेदन दिनुपर्छ। एसी रिजल्ट आएको 15 दिन भित्र चाहिँ तपाईले कपी रिचेकिङको लागि आवेदन दिनुपर्छ। फेरि त्यसको लागि तपाईले सँगै पनि बोलाउन सकिन्छ अथवा कपी रिचेकिङ गरेर तपाईको फेरि रिजल्ट दिइन्छ र फेरि पब्लिश गरेर तपाईको रिजल्ट नयाँ सर्टिफिकेटमा आउँछ। तपाईलाई भिडियो कस्तो लाग्यो, इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्।